नमस्ते सबैजनालाई। म आज चिबा केनमा रहेको टोकियो डिज्नी सीमा उपस्थित छु। डिज्नी सी विश्वमा एकदमै युनिक थिम पार्क हो, जहाँ 7वटा डिफ्रेन्ट थिम एरियाहरू छन् र थुप्रै एडभेन्चर्स राइड र एक्सपिरियन्स पनि गर्न पाइन्छ। आज म यहाँको हरेक जादुमय ठाउँहरू एक्सप्लोर गरेर यहाँहरूमा देखाउने छु र हरेक एरियामा फरक भाइब, फरक कहानी र अनफर्गेटेबल मोमेन्ट पनि छन्। त्यसैले भिडियो अन्तिमसम्म हेर्न नबिर्सनुहोला। आज डिज्नी सीमा चाहिँ धेरै नै रमाइलो भयो अनि केही राइडहरू पनि खेलियो होइन। तर
तर सबै ठाउँ घुम्नको लागि समयले साथ नदिएको कारणले सबै ठाउँ घुम्न नपाएको कारणले चाहिँ केही राइडहरूमा चाहिँ अब एकदमै टाइम लगाएको भएर केही राइडहरू खेलियो होइन। तर सबै ठाउँमा भिडियो बनाउन अनुमति नभएको कारणले त्यो भिडियो बनाउनु मिलेन। राइडभित्र चाहिँ अब भिडियोहरू अनुमति नभएको कारणले चाहिँ भिडियो बनाउनु मिलेन। त्यही नै हो। अब जतिसम्म देखाउनु मिल्छ त्यतिसम्म चाहिँ भिडियो तपाईँहरूलाई एक्सप्लोर गरेको छु होइन। भिडियो मन परेमा लाइक सब्सक्राइब सेयर चाहिँ गर्न नबिर्सिनु होला। अब अर्को ब्लगमा भेटौँ होला। बाई बाई, थ्याङ्क यू।